हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा है। आज चाहिँ म तपाईँलाई दार्जिलिङको जो हिडन प्लेस छ है, जो मिनी पेहेलगाम भनेर चिन्दै गरिन्छ है, त्यो जग्गा चाहिँ म आज तपाईँहरूलाई लाँदैछु है। जतिजनाले पनि देख्नु भएको छैन त्यो जग्गा, र जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ, नयाँ हेर्नुहुन्छ है, प्लिज तपाईँले पनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब हेर्नुहोस् होला, म तपाईँलाई देखाउने छु है हिडन प्लेस मिनी पेहेलगाम। बनेरहोस् मेरो साथ। तल हेर्नुहोस् होला है, धेरै दामी ग्राउन्ड छ, सुखिया ग्राउन्ड भन्छ यसलाई। अब हामी चाहिँ त्यही रास्ता जानुपर्छ है मिनी पेहेलगामको लागि चाहिँ। मिम फाटक आइपुग्यो अब हामी अहिले। हेर्दै गर्नुहोस् होला नजारा तपाईँहरूको यस्तै छ। पहाडतिर पनि जाडो चढ्यो अहिले है, ग्लोभ्स लगाएर हिँड्नु पर्दैछ। एकदम हातहरू एकदम। अब यो पोइन्टबाट चाहिँ तपाईँहरूले याद गर्नु ल, यो पोइन्टमा चाहिँ अब यहाँनिर यो छ है, पेट्रोल पम्प छ। अगर उता मिरिक साइडबाट आउनु हुँदैछ भने यो सुखियाको अलिक पछाडि अगाडि पेट्रोल पम्प छ। अनि दार्जिलिङबाट साइडबाट आउँदैछ भने यहाँनिर सुखिया आउनुभन्दा पहिले एउटा पेट्रोल पम्प छ। अब यहाँबाट चाहिँ हामी तल हो, जो चाहिँ गाडी जाँदैछ त्यसरी तल जानुपर्ने रहेछ है। जाने हेर्नुहोस् होला, देखाउने छु तपाईँलाई सबै कुरो। बाटो चाहिँ अलिकति रफ छ है गाइज, तर हाम्रो यहाँ जस्तोलाई त के हो, त्यस्तो केही हुँदैन, फिल हुँदैन। जो चाहिँ सिकौरीहरू छ तिनीहरूलाई चाहिँ अलिकति लाग्छ होला है, कडा भन्दा पनि कडा। यस्तै छ है बाटोहरू, हल्का आरामसे जानुपर्छ, रफ वे छ। यहाँ तल चाहिँ अब तपाईँको सुखिया प्लेग्राउन्ड आयो है, ठुलो रहेछ, मेलाहरू पनि भएको रहेछ। माथिबाट हेर्नुहोस् दृश्य सुखिया प्लेग्राउन्डको कस्तो लाग्यो तपाईँहरूलाई है। लो गाइज, अब म चाहिँ आइसकेँ त्यहाँ है, मिनी पेहेलगामको 0 पोइन्टमा। अब यहाँबाट लानेछु तपाईँलाई, गाडी त्यहाँ जानु दिँदैन रहेछ, र त्यही कारणले गर्दाखेरि चाहिँ अब यहाँबाट तपाईँलाई देखाउँदै देखाउँदै जानुहोस्। हेर्नुहोस् होला, यो चाहिँ तपाईँको है के भन्नु अब तपाईँलाई, सुखिया प्लेग्राउन्ड जहाँ है, यहाँबाट चाहिँ तपाईँ यो रोड पक्रिनु पर्ने रहेछ है मिनी पेहेलगामको लागि चाहिँ। यहाँबाट टक्कै हेर्नुहोस् होला, अब यहाँबाट लाँदैछु तपाईँहरूलाई। हेर्नुहोस् होला अब है, त्यसै पनि धेरै टुरिस्टहरू आइरहेको छ है, तपाईँलाई म सबै देखाउने छु। हेर्नुहोस् होला है, अब धेरै यहाँनिर खेलिरहेको पनि छ, पिकनिकहरू आइरहेको छ है, धेरै मान्छेहरू। हेर्नुहोस् होला, किप क्वाइट मिनी पेहेलगाम। हेर्नुहोस्, आहा दामी रहेछ, त्यसै कारणले यसलाई मिनी पेहेलगाम भनेको रहेछ। यहाँ हेर्नुहोस् माथि माथि टुरिस्टहरू एकदम खचाखच छ है, नानीहरू एकदम रमाइरहेको छ। चिया पनि आन्टीहरूले बेच्दैछ, 1 कप चाहिँ चिया खाइदिउँ होला। आन्टीको हातको अब ब्याक्टी खाइदिउँ एउटा। कसरी हो? 10 रुपियाँ। हुन्छ हुन्छ। दामी, नानाको हातको चाय चाहिँ एकदम दामी रहेछ है। तपाईँहरू पनि आएर नानाको हातको चाय पिउनुहोस् होला यहाँनिर। त्यही त मिनी पेहेलगाम भन्छ है। हेर्नुहोस् होला यहाँको नजारा है, मजाको लाग्यो मलाई हेर्नु। सिङ्गल धुप्पीको एउटा रुख दामी देखिरहेको छ, सबैजना एकदम रमाइलो गरिरहेको छ यहाँनिर है। यस्तै छ है, सबैजना एकदम इन्जोय गरिरहेको। हेर्नुहोस् होला नजारा। एकदमै ज्यादा मान्छेहरू यहाँनिर हुँदो रहेछ अहिले है, हेरिहाल्नुहोस् भयो होला तपाईँहरूले, पुरा टुरिस्ट। हेर्नुहोस् होला गाइज है नजारा, मिनी पेहेलगामको चाहिँ यस्तै हो है। तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्टहरू पनि गरिदिनु है। यसो राम्रो लाग्यो कि लागेन तपाईँलाई यसो है, ल हेरिहाल्नुहोस् होला है तपाईँहरूले। एकदम
मिनी पेहलगाम भनेको चाहिँ हो रहेछ क्या। आज चाहिँ मैले पत्ताएँ। यति धेरै यहाँनिर इन्जोय गरिरहेको छ सबैजनाले है। बहिनीहरू पनि एकदम यहाँनिर प्रोफाइलमा एकदम सबै अब टेन्टहरू पनि क्लोज गऱ्यो बहिनीहरूले पनि साथसाथमै हाँसेर बहिनीहरू लजायो मसँग है। कोही बात छैन, यस्तै चलिरहेको छ। मौसम हेर्नुहोस् कति घमाइलाग्दो मजाको दिन भइरहेको छ। वाउ, यो त दामी लाग्यो यो प्लेस चाहिँ। दामी दामी देख्दै रहेछ यहाँ चाहिँ। सबैजना इन्जोय गरिरहेको छ यहाँ है। एकदमै सबैले इन्जोय गरिरहेको छ है मिनी पेहलगाममा चाहिँ। बहुतजना मान्छे आउनु हुँदो रहेछ, टुरिस्टहरू एकदमै धेरै आउनु भएको रहेछ है। अहिले यही चलिरहेको छ यहीँ। फोटोग्राफरहरू पनि एकदमै मजाले फोटो सेसन चलिरहेको छ यिनीहरूको है। तपाईँहरू पनि आउनु नभुल्नुहोस् होला, यहाँनिर दामी छ जग्गा। अहिले आउनु भयो भने एकदमै राम्रो छ। यो चाहिँ दामी लाग्यो मलाई। यो एरिया चाहिँ यतिमा चाहिँ टक्कै तपाईँको दामी देख्दै रहेछ। यहाँ हेरोहरू साइकल पनि खेल्छ मजाले यसरी है। साइक्लिङहरू पनि हुन्छ, हेर्नुभयो होला मजाले भाइहरूले साइक्लिङहरू खेल्दैछ। मजाको भ्यू छ यहाँ है। हेर्नुहोस् यहाँ नजारा कस्तो छ है। तपाईँलाई कस्तो लाग्यो बताइदिनुहोस् होला कमेन्ट गरेर। मिनी पेहलगामको यहाँ नजारा हल्का अब झ्यालमुरी खाइन्छ यहाँ। दामी देखेको छ। सबैजना रमाइलो गर्ने चाहिँ यहाँ मिनी पेहलगाममा आए हुन्छ है। धेरै टुरिस्टहरू छ। धेरै राम्रो नजारा छ, हेर्नुहोस् होला। पर्यटकहरू एकदम धेरै आइरहेको छ है। लु गाइज है, यही नै थियो मेरो सानो ब्लग जो है मिनी पेहलगामको। तपाईँहरूलाई के कस्तो लाग्यो है, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु मेरो च्यानललाई। थ्याङ्क्स फर वाचिङ।